एनडिएसमा कसरी क्लाइन्ट पाउने म भन्छु है त। लास्ट भिडियो डिटेलहरू निकालिसकेपछिको चाहिँ यो चाहिँ अब युजर फ्रेन्डली युआई एक्सपिरियन्स भनौँ है। यसमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ हामीले चाहिँ 1200 चाहिँ एनडिएसको लागि चाहिँ रेडी टु रिच आउट गर्नलाई चाहिँ मान्छेहरू छन् र त्यो मध्ये पनि 151लाई चाहिँ तपाईँको चाहिँ बढी चान्स छ। किन बढी चान्स छ म त्यो पनि भन्छु। र वाम भनेको त्योभन्दा कम चान्स र 336 भनेको ठिक्कको चान्स। यसरी चाहिँ हामीले 3टा क्याटेगोरीमा राखेका छौँ र हायरिङ सिग्नल चाहिँ 223वटा चाहिँ हायरिङ सिग्नल छ। यो कम्पनी मध्ये 223वटा कम्पनीले चाहिँ सपोर्ट कोअर्डिनेटर यस्तै मान्छेहरू चाहिँ केस म्यानेजर प्लान म्यानेजरहरू चाहिँ खोजेछ। सो त्यो खोज्नु भनेको तिनीहरूसँग बढी क्लाइन्ट हुनु हो। बढी क्लाइन्ट हुनु भनेको तपाईँलाई तिनीहरूले चाहिँ ह्यान्डल गर्न नसकेर दिनु हो। सो यसरी चाहिँ कुरा बुझ्नु है त। सो म अब तपाईँलाई यसरी नै बुझाउँछु। सो यहाँ चाहिँ तपाईँले टायर पनि देख्न सक्नुहुन्छ, हट मात्रै छुट्याउन पनि सक्नुहुन्छ। यसरी डिस्क्वालिफाई त किन छुट्याउने हो, यसै वार्म कोल्ड यसरी छुट्याउन सक्नुहुन्छ। र कुन मिडियममाबाट चाहिँ तपाईँले चाहिँ आउटरिच गर्ने त्यो पनि छुट्याउन सक्नुहुन्छ। हायरिङ सिग्नल जब डाइरेक्ट तपाईँ त 223वटा जसले चाहिँ बढी चान्स दिन्छन् त्यो मात्रै खोज्नुहुन्छ भने त्यो पनि भइहाल्यो। नत्र भए यो हटमा चाहिँ बेस्ट चान्स है। किन भन्छु म, यसरी चाहिँ हामीले सब छ तर म चाहिँ तपाईँलाई एउटाको मात्रै देखाउँछु। सो सुरुकै हेरौँ, यहाँ आइसिपी चाहिँ 92 स्कोर गरेको छ। यसको मतलब यहाँ तपाईँले कसरी यो स्कोर गरेको त्यो पनि हेर्नु। पोजिसन एमा चाहिँ कुन पर्सन भने त्यो टेबलको अनुसार सपोर्ट कोअर्डिनेटर, केस म्यानेजर, प्लान म्यानेजर, कोअर्डिनेटर यिनीहरू चाहिँ पोजिसन एमा पर्छन्। पोजिसन ए भनेको एनडिएसलाई बेस्ट रेफरल पार्टनरहरू हुन्। सो पोजिसन एमा दियो भने 25 पोइन्ट आउँछ। र अब त्यो बेस्ट पार्टनर भएर पनि भएन, तिनीहरूले आफैले एनडिएस सर्भिस प्रोभाइड गर्छन् भने त तपाईँलाई दिने चान्स लो भयो नि त। तर तिनीहरूको वेबसाइटमा चाहिँ अनक्लियर छ अरे। सो तिनीहरूले प्रोभाइड नगर्ने चान्स चाहिँ उस अनक्लियर भएर चाहिँ हामीले चाहिँ 10 दियौँ। यदि क्लियर भएको भए चाहिँ 0 दिन्थ्यौँ र नभएको भए चाहिँ हामीले 15 दिन्थ्यौँ। सो उनीहरूको वेबसाइटमा चाहिँ अनक्लियर छ। सो कार्ड सर्भिस भनेको चाहिँ यदि तपाईँसँग चाहिँ नेपाली क्लाइन्ट छ, नेपाली या इन्डियन क्लाइन्ट छ, तपाईँले सपोर्ट वर्कर पनि इन्डियन म्यानेज गर्न सक्नुहुन्छ कि नै हो, त्यसमा चाहिँ त्यो पर्छ। नर्सिङ केयर भनेको तपाईँ चाहिँ कम्युनिटी नर्सिङ यो हाई इन्टेन्सिटी केयर गर्नुहुन्छ तर उनीहरू चाहिँ त्यसमा चाहिँ इलिजिबल छैनन् भने तपाईँले चाहिँ आफ्नो सर्भिस चाहिँ तिनीहरूलाई दिन सक्नुभयो नि त। हामी चाहिँ आरएन बेस्ड हो, आरएन लिड एनडिएस प्रोभाइडर हो। हामी चाहिँ तपाईँहरूलाई चाहिँ वन केयर स्पाइनल कर्डको एक्सिडेन्ट भएको बेला चाहिँ हामीलाई रिफर गर्नु या हामीले त्यो क्लाइन्ट चाहिँ ह्यान्डल गरिदिन्छौँ भन्नु नमिल्यो तपाईँले। अनि हायरिङ सिग्नल भनेको चाहिँ तिनीहरूले सपोर्ट कोअर्डिनेटर, केस म्यानेजरहरू चाहिँ खोजेछन् कि नै। यदि खोजेछन् भने यहाँ चाहिँ 25 त्यो कम्पनीले है, फेरि यो कम्पनीले खोजेछ कि नै जहाँ चाहिँ उसले काम गर्छ। यसरी चाहिँ 25% भयो। र टाइम सिन्स स्टार्ट भनेको उसले त्यो कम्पनीमा चाहिँ कति भयो काम गरेको, बल्ल 2 महिना भयो रहेछ। सो उसले धेरै मान्छेहरूलाई चिनेको छैन, धेरै प्राइभेट कम्पनीहरूलाई चाहिँ चिनेको छैन एनडिएस प्रोभाइडर जसलाई चाहिँ उसले रिफर गर्न सकोस्। सो तपाईँले यतिखेर चाहिँ उसलाई रिच आउट गर्नुभयो भने तपाईँको चान्स बढ्यो नि त। सो यसको आइसिपी चाहिँ 92% छ। सो यसरी चाहिँ हामीले चाहिँ हरेक रोल हुन्छ नि, कुनमा काम गर्छ, कुन पोजिसनमा काम गर्छ, कहाँ चाहिँ उसको लोकेसन सिटी, सो उसको लिङ्कडिनको प्रोफाइलको युआरएल पनि छ, इमेल पनि छ, केस म्यानेजर हो रोल। अब इन रोल चाहिँ 2 महिना भयो काम गरेको र तपाईँको बेस्ट चाहिँ तपाईँले कहाँ रिच आउट गर्न सक्नुहुन्छ, लिङ्कडिन र इमेल, किनकि हामीले लिङ्कडिन पनि प्रोभाइड गर्छौँ र इमेल पनि प्रोभाइड गर्छौँ। यसरी चाहिँ हामीले चाहिँ तपाईँलाई यस्तो खालको वेबसाइटहरू पनि बिल्ड गर्छौँ त्यही सेम डाटाबाट। सो तपाईँले चाहिँ आफैले घरै बसेर, हामीले त गरिदिन्छौँ तर तपाईँले पनि आफैले रिच आउट गर्न सक्नुहुन्छ र यो मान्छेको के भयो भनेर चाहिँ हेर्न सक्नुहुन्छ है त। सो यस्तै बेस्ट स्ट्राटेजी र एक्जिक्युसनको लागि चाहिँ अवश्य हामीलाई सम्झिनु होला र तपाईँले यसरी चाहिँ पोसिबिलिटी हाई बनाएर आफूलाई चाहिँ क्लाइन्ट चाहिँ ग्र्याब गर्न सक्नुहुन्छ है त।